हेलो साथीहरू नमस्ते फेरि पनि मिठोगुरी भ्लगमा हजुरहरूलाई वेलकम छ। आज चाहिँ हामी कहाँ जाँदैछौँ दुईटा नाम मेरो दिदी अनि मेरो छोरा यहाँ यता मेरो छोरो अनि हामी चाहिँ आज कहाँ जाने फर्स्ट प्लान कहाँ छ जाँदा जाँदै थाहा हुन्छ अब हेर्नु भन्छ अब कहाँ हो ठेगाने भने न जाँदा पनि हजुरहरूलाई म सँगसँगै लिएर जाने छु देखाउने छु है सो हेर्दै गर्नु होला है म बोलिरहेको छु क्यामेरा चाहिँ छोरोसँग छ। अब हामी चाहिँ ठ्याक्क कलम्की आइसकेको छौँ कलम्की छु हामी हावा भएर हिँडिरहेको देखेर नै हो ल हेर्नु साथीहरू हामी चाहिँ यता टङ्केश्वर के भन्छ यसलाई कालीमाटी पुल अब एउटा हामी त जाँदैछौँ कता जाँदैछौँ हेर्छु है मैले त फेरि ड्याम्म हेलमेट लगाएर बोलेछु केही पनि नसुनिरहेको हामी चाहिँ यहाँ आइपुगिसक्यौँ कालीमाटी क्रस गऱ्यौँ त्यसले हामी चाहिँ अहिले डिप्रेसरको जाममा छु पुरा जाम भइरहेछ है जामै जाम छ दादै मेरो दिदी र छोरा अगाडि छ हामी पनि गइरहेको छ है मौसम चाहिँ आज राम्रो छ घाम पनि लागिरहेको छ यसो होइन आमा छोरा चाहिँ यसरी बसिरहेको छ घामको तातो घाम नलाग्दा यति टेन्सन हुन्छ है घाम लगाएपछि आमा जस्तो होइन मेरो छोरो चाहिँ पुरा क्यामेरा अहिले राम्रो पुरा साई भएर बस्दैन किस पारा निस्किसकेको छ नि त दिदीको छोरा र म उता मेरो छोरा र मेरो दिदी अब हामी आज के छ हौ यत्रो भिडभाड क्राउड छ सब होइन पुरा भिडभाड छ अब त्यहाँ अब हामी कहाँ जाँदा अरे नारायणी समथिङ त्यो जानु आँटेको अब त्यहाँ त भित्र भिडियो बनाउन अलाउड छैन है अब अलिअलि त्यो छोरो त बाहिरतिर हुँदेको त्यो दिन त उति गरेको देखाउँछु तिनीहरू अगाडि गइसकेकै त्यही भएर हो आज चाहिँ मैले माइक साइक केही लगाएको छैन त्यही भएर चाहिँ राम्रोसँगले आउँछ कि आउँदैन त्यो पनि थाहा छैन है हामीलाई चाहिँ अब 2 बजीसम्म मात्रै टिकट पाउँछ भने चाहिँ अरे नारायणी दरबार जाने भनेर आएको खै राजा रानी त्यही किन छ आमा छोरोको जोडी भात जमिरहेको छ पुरा आमा कति धेरै मान्छे हुनुको रहेछ अब भिडियोकै भिडियो बनाउनु र कस्तो दामी मौसम छ है कान्छो छोरो बाफ रे बाफ भिडियोहरू चाहिँ केही पनि लिन नपाउने रहेछ कुन समितितिर कतातिर व्यवस्था गरिदिन्छ राखिदिन्छ अरे हाम्रो त बर्बादै भइहाल्यो नि अब फोटोसोटो केही पनि छैन अरे अब के गर्नु भिडियो फोटो केही खिच्न अलाउड छैन अरे अनि आँखाले हेरेर यो यसमा मेमोरी मात्रै राख्ने थियो क्यामेराको छैन केही पनि कहिले हुँदैन अरे कति धेरै भिडभाड हुनुहुन्छ क्या पुरै प्याक छ यति धेरैजना हुनुहुन्छ टिकट काट्ने मान्छे लाइनमा अब के गर्नु है भिडियो खिच्न नपर्ने त नराम्रो लाग्यो तर यहाँ नखिच्न पनि हामी अन्त व्यक्ति अर्कोमा पनि जानेवाला सो त्यहाँ गएपछि फेरि कन्टिन्यू भिडियो फेरि गरिदिन्छु है अब म्युजियममा जानुलाई चाहिँ लाइक यहाँनिरको प्राइजहरू है उमेर वाइज लाइक फरेन नेपाली हाम्रो यहाँनिरको कोकोला कति पैसा पर्छ सो त्यो पनि हामी पुरा रहेछ होइन अब के गर्नु बच्चाहरू स्कुलको स्टुडेन्ट बच्चाहरूलाई चाहिँ लाइक 50 रुपियाँ डिस्काउन्ट भने होइन 50 रुपियाँ डिस्काउन्ट जम्मा 50 रुपियाँ मात्रै ए भनेपछि स्टुडेन्टलाई जम्मा 50 रुपिस रे है पढ्न छोडेको नि घाटा चाहिँ हुने रहेछ है बल्ल यहाँबाट थाहा भयो बच्चाहरूको चाहिँ उसको पनि 50 उसको नि 50 मात्रै भनेको छ अब के हो है त कस्तो राम्रो दिइरहेको छु आज यसमा त नक्कल पार्न सक्नु अब यहाँ अब जति समय भिडियो खिच्न मिल्छ त्यति सकेको छु र फेरि फोन थन्काउने है थन्काउने हामी त्यो टिकट काटिसक्यो टिकट देखाउ त हामी लगभग हामी 8 जनाको टिकट काट्यौँ 2टा बच्चाहरूको होइन अब यताबाट उता फोन लानु पाउँदैन तर आफ्नै ठाउँमा पनि यति साह्रो 2 डिस चाहिँ महँगो नै भयो 50 रुपिस भएको भए त एकदम राम्रो हुन्थ्यो सबैजनाले आउनु सबैजनासँग पैसा हुन्छ भन्ने हुँदैन नि त अनि अब 50 रुपियाँ मात्रै भएको भए सबैजनालाई होइन जस्तो मान्छे पनि आउनु सक्नुहुन्थ्यो भिजिट गर्न सक्नुहुन्थ्यो 200 रुपियाँ भनेको नि अब नर्मल कमाइन हुने मान्छेलाई त गाह्रै छ नि त 200 रुपियाँ कमाउन पनि अब हामीलाई पनि 200 रुपियाँ कमाउन आफ्नै ठाउँमा आफ्नै नेपाली भएर आफ्नै सम्पत्ति हेर्न आउन पनि यत्रो एमाउन्टहरू चाहिँ तिर्न पर्ने है यो कुरामा चाहिँ दुःख लाग्छ अब सो यो चाहिँ कहिले चेन्ज हुन्छ होला हाम्रो नेपाल सरकारको बुद्धिमा घैँटोमा घाम कहिले आउला यार अब हेर्नुहोस् यहाँ के लान पाउँछ के लान पाउँदैन भित्र यो कुरा पनि मान्छे मात्रै जाने सिङ्गिङै जाने कि हामीले केही लिएर जाँदैनौँ त्यस्तो नराम्रो चिजहरू है आफ्नै सम्पत्ति नि बोकेर जान नपाउने यार फोन लिएर गएर यसो फोटोसोटो खिच्न पाए पनि मजा आउँथ्यो मेरो दिदी हेरेर टुवा परिरहेको छ है अब के गर्नु
अब यो पनि लान नपाउने र साथीहरू पनि थन्काउने फोन थन्काउने ब्याग यो स्या के हो रुल्स पनि अनेक छ भगवान् कहाँ जाउँ होला है साथीहरू सबै घुमेर आए भित्र है के कसो थियो है त्यस्तो सबै केही पनि देखाउन पाएन अब पहिला जस्तो भनेको थियो मान्छेहरूले सोचे जस्तो त त्यस्तो दिदी केही पनि रहेनछ है अब राम्रो सामानहरू एक्सपेन्सिभ चिजहरू चाहिँ सबै कता गयो जस्तो लागिरहेको म यस्तो सोचिरहेको थिएँ अनि मेरो मम्मी र म त यहाँ सानो मम्मीहरूलाई कुदिरहेको हाम्रो ग्याङ 8जनाको ग्याङ छ के अरे हाम्रो फ्यामिली नै आएको हो नि त अनि कुदै बसिरहेको वेट गरेर है अब के गर्नु यहाँबाट उता भित्र केही बनाउनु नपऱ्यो भर्खर आएर हामीले मैले फोन निकालेर हामीले किनकि फोनहरू के लान पाउँदैन थियो अघि मैले हजुरहरूलाई भनिसकेको थिएँ मैले त्यो कुराहरू पनि अब जानुपर्ने हुन्छ बिस्तारै अब कता जाने के गर्ने अब कहाँ के हो सबै यही त हो अब केही पनि रहेन खासै त्यस्तो सोचे जस्तो भएन आज मैले एक्सपेक्टेसन यस्तो खालको गरेको थिएँ अहिले केही ल्याउनै नपाउने रहेछ खानै भएन कस्तो भयो तिमीहरूलाई भित्र भन्न हौ कस्तो लाग्यो पिर्छ दामी हेर्नु लाग्यो त्यो एउटा भन न अब रमाइलो भएन किन वाला जस्तो परेको त दुइटै धेरै हिँड्न पऱ्यो भने साथीहरू एकदम 1.5 घन्टा जस्तो हिँड्यो मलाई हामी भित्र पुरा भिजिट गऱ्यौँ होइन जे होस् रमाइलो छ पुरानो चिजबिजहरू हेर्न पायो अझै पहिला भने जस्तो साउन्ड अझै देखेन है त्यही पनि ठिक छ जे जस्तो देखे पनि राम्रै लाग्यो हो हाम्रो यो वर्षौँ सम्मलाई चाहिँ राख्नुपर्छ है यो जोगाउ गरेर मेरो बच्चाहरू दुइटै घुमेर रमाइलो माने आज साथीहरू सानो मम्मीहरूलाई कुदा कहाँ भित्र हराइसक्यो क्या हामी अघि नै सँगै गएको यहाँबाट जाँदाखेरि चाहिँ फर्किने बेलासम्म भेटेनौँ कि हामीले कहाँ छुटिसकेछ थाहा छैन तर हामी यहाँ गेटमा कुदिरहेको छौँ कतिखेर आइसिन्छ र जम्मा भन्छु उता बाहिर दरबार मार्गको त्यहाँबाट सिट जानुपर्ने यत्रो बेर कुदा हामी लगभग आधी घन्टा पुग्यो होला फाइनली भेटेन हाम्रो ह्यान्डसम दौडी किन यसरी मुख छोपेको छोरीको भ्लगमा के भन्नु छ के भन्नु छ भ्लगमा र युट्युब फ्यामिलीहरूलाई दरबार घुमेर पुरै गल्छेको दरबार घुम्ने मार्क दिनमा चाहिँ डिमान्ड चाहिँ ड्याडीको है फेरि स्पेसली नेपालमा नेपाली भएर दरबार नघुम्ने 35 वर्ष भइसक्यो काठमाडौँ बसोबास भएको अरे डिमान्ड कस्तो लाग्यो रमाइलो थियो राम्रो तर अझै सोचे जस्तो सामानहरू केही राखेन रहेछ कहाँ गयो डिटेल्स सामानहरू कहाँ गयो त्यो हामी अनुसन्धान गरिरहेको छौँ त्यत्रो सामान थियो यार दामी सामान थियो अरे क्या पहिला यस्तो तनाव थियो दुईवटा दिदी बहिनी मेरो सानो मम्मी माइली सानो मम्मी मेरो मम्मी अनि मेरो माइली सानो मम्मी चाहिँ मेरो बाउ हुन्छ भयो नि बुढेसकाला बाउ फेरि के अरे अब बाउ फेरि साग पारामा के पुरै बाउले उ जमानामा केटीहरू त ठाउँको ठाउँमा ढाल्दै अरे कि अहिले ढाल्नु पायो ढालिदिन्छु है तरुनीहरू ढलेको पहिला जमानीमा तरुनी सब 70 भयो नि कति हँसाउने हो यहाँ त्यो के हो त्यो के को पात हो त्यो एन्टिक पिस पुरै विदेशी पात अब ल र म्युजियममा राख घरको ए छोराछोरीहरू मोबाइलमा पुरै मेरो छोरा त कस्तो हप्सी जस्तो काले आएको यार आमामा बास्केटबल खेल्छ नि त मेरो बाबुले पुरै कालो भएछ घाममा धेरै खेल्छ आमामा छोरा हेर पुरा के गर्नु गाह्रो छ अब हामी बिस्तारै हामी अब कहाँ जाँदैछ एकदम खतरै ठाउँ लिएर जाने बेला छ भाइ नेक्स्ट डेस्टिनेसन हाम्रो के हो भन्दिनु के कहाँ होला भनिदेऊ हामी पुगेर भन्छौँ यता बोल्ने मान्छे कता ए पोज हान्न सिकाइछ किनभने बुढीको हाँसमा त्यो बुढीले बुढाको हाँसमा चाहिँ मेरो मम्मी बिचार हेरिरहेको थियो दिजु यहाँ हाँसमा छ हजुर पनि भनेर पुरा हात छोडाएर के होला यस्तो यहाँ क्यामराम्यानको फेरि छुट्टै पारा छ यहाँ त भगवान् मेलाम्यान गाह्रो छ रात परि थियो कि अब हामी जाने भने ठाउँतिर साथीहरू अब हामी यहाँबाट जानुपर्ने भइसक्यो किनभने उहाँ हाम्रो सरले त सिटी पुगेर छिटो जानु भन्नु भयो टाइम भइसक्यो बाहिर हामी यहाँ अब बस भनेर बस्दैनौँ साथीहरू किनभने घर त जानुपर्छ जाडो छ अनि यहाँ के कुरा गर्नु सब आफ्नो उसमा छ छोराहरू ल छिटो आऊ जल्दी आऊ
अब हामी यहाँबाट चाहिँ अब स्पेसल ठाउँमा जानेवाला छौँ हामी चाहिँ हिँडेकै हिँडे है आज त हिँडेकै हिँडे साथीहरू दरबारको भ्यू देखाइदिनु पर्यो बेलुका मात्रै बब्बाल रमाइलो लाग्छ मलाई यो ठाउँ होइन ल यत्रो यत्रो टिभीमा हेर्नुहोस् है के हेर्ने हो अब हामी पार्किङ उता पऱ्यो भित्र राखेको छौँ स्कुटर निकाल्नु पर्ने हुन्छ ल भयो अब नसिका ल भयो साथीहरू हामी चाहिँ कहाँ भयो अब ड्रिम अफ गार्डन आइसकेका छौँ है फाइनल्ली हामी आइपुग्छ अब यहाँबाट पस्न छौँ है हाम्रो सबजना साकासँग मेरो मम्मीको छोरा चाहिँ अगाडि जमजम 1200 अरे पैसा यति लाग्छ भने भन्छ क्या पैसाको लागि वेट गरिरहेछ मेरो आमालाई आज देउता चढिरहेछ बेला बेला सनक सनक सन्केर बा न्यु मात्रै खोजिरहेको अघिदेखिको न्यु मात्रै झगडा पर्ने न्यु के भने यो झोला बोक्नुको न्यु के यो झोला बोक्नु पर्छ भनेर रिसाएर म त बोकिदिन्छु बाबा लाज पनि लाग्दैन मलाई त यस्तो होइन त बाउ आफ्नो झोला बोक्नु लाज हुन्छ त त्यही भएर त्यस्तो झोला बोकी हुँदै मान्छे यहाँ यस्तो इम्पोर्टेन्ट चिजहरू छ हाम्रो अब यहाँ हामी यसो भित्रभित्र के कस्तो छ म देखाउँछु त्यो पनि टिकट काट्ने वातावरण मिलेन क्या हो टिकट काट्नुहोस् है साथीहरू मिलेर अलिक क्यामेरा बोक्छु पैसा म भ्लगबाट पैसा आएपछि सबजनालाई म सबै स्पोन्सर गरेर कहिले हेर्दा के तर पैसा पो कहिले आउने है यो दामी रहेछ ठाउँ त मलाई पनि मन पऱ्यो पिस रहेछ पिस दामी लाग्यो कस्तो लाग्यो सानो मम्मी दामी लागेर मेरो सानो मम्मीलाई पनि मेरो मम्मी छोराहरू मेरो बहिनी यहाँ मेरो सबभन्दा गान्टी चाहिँ मेरो दिदी जहाँ पनि चम्के गर्छ किन हो यस्तो विधि चमक परेर यस्तो दामी रहेछ हौ ठाउँ त बाल लाए ल हेर्नुहोस् घाम तापेर यसो गफ गर्दै बन्ने ठाउँ रहेछ डेटिङ आउने ठाउँ रहेछ साथीहरू कपल्स राम्रो लाग्यो फुल खिच्नु पर्ने फुलमा फोटो उयो ओरेन्ज कलरको फुल फुलिरहेको छ यहाँ ओरेन्ज कलरको फुलमाथि फोटो खिच्नु मजा आउने हुन्छ अहिले फोटो खिच्नुपर्छ तर यहाँ माछा हुनुपर्ने के माछा त रहेनछ तर दामी लाग्यो मलाई है एक्सट्रा राम्रो है सानो भाइ एकदम राम्रो रहेछ पिस रहेछ चिटिक्क मेरो फर्स्ट टाइम हो है मेरो त्यहाँ को आउनु भएको छैन आउनु है साथीहरू घुम्नलाई दामी रहेछ ठाउँ त मलाई पनि मन पऱ्यो पिस रहेछ पिस दामी लाग्यो कस्तो लाग्यो सानो मम्मी दामी लागेर मेरो सानो मम्मीलाई पनि मेरो मम्मी छोराहरू मेरो बहिनी यहाँ मेरो सबभन्दा गान्टी चाहिँ मेरो दिदी जहाँ पनि चम्के गर्छ किन हो यस्तो विधि चमक परेर यस्तो दामी रहेछ हौ ठाउँ त बाल लाए ल हेर्नुहोस् घाम तापेर यसो गफ गर्दै बन्ने ठाउँ रहेछ डेटिङ आउने ठाउँ रहेछ साथीहरू कपल्स राम्रो लाग्यो फुल खिच्नु पर्ने फुलमा फोटो उयो ओरेन्ज कलरको फुल फुलिरहेको छ यहाँ ओरेन्ज कलरको फुलमाथि फोटो खिच्नु मजा आउने हुन्छ अहिले फोटो खिच्नुपर्छ तर यहाँ माछा हुनुपर्ने के माछा त रहेनछ तर दामी लाग्यो मलाई है एक्सट्रा राम्रो है सानो भाइ एकदम राम्रो रहेछ पिस रहेछ चिटिक्क मेरो फर्स्ट टाइम हो है मेरो त्यहाँ को आउनु भएको छैन आउनु है साथीहरू घुम्नलाई साथीहरू यहाँ चाहिँ अलिकति राम्रो फोटो खिच्ने ठाउँहरू रहेछ होइन यस्तो चाहिँ अलिकति भ्यू अलिक राम्रो आउँछ जस्तो छ अनि यो त्यो अझै सिजनमा अझै राम्रोले फुलिरहेको छ नि ओरेन्ज कलरको फुल चाहिँ बेसरी फुल्नेवाला छ फुलको पनि मेरो दिदीले चाहिँ मेरो मम्मीको फोटो खिच्दै छ मलाई राम्रो लाग्यो पिसफुल के आनन्द गरेर बस्नुलाई यो फुलहरू झन् कस्तो राम्रो लाग्यो क्या मलाई हेरिसन है कस्तो राम्रो छ यो फुलहरू दामी लाग्यो क्या मलाई त अब अलिअलि भिडियो खिच्छु यही त हो के हुनु होइन यता जाँदा गयो त्यो चाहिँ देखाउँछु हजुरलाई फोटोसुटहरू पनि सकिसकेको छ होइन फोटो राम्रो फोटोहरू खिचेको छौँ अब त्यो चाहिँ मैले इन्स्टामा हाल्छु इन्स्टामा थोरै होइन धेरै थोरै हो पहिलाको तुलनामा पहिला त झप्प मक्कको थियो अहिले त रहेनछ है सानो मम्मीहरू कता गरेको छ बा फोटो खिच्नु हिँडेको गर्छ त पुरै अब खिचिरहेको छ जस्तो छ फोटो ऊ ल आमा दुईवटा छोरा सानो मम्मी बहिनी मेरो ड्याडी सबैजना त्यहाँ है यहाँको इन्भाइरोमेन्ट यस्तो दामी के है के गर्नु को आउनु भएको छैन ड्रिम अफ गार्डन यहाँ ठमेलको सबैजना आउनुहोस् भिजिट गर्नुहोस् राम्रो छ है यसो दिउँसोमा अझै घाम तापेर बस्नु चाहिँ बहुत राम्रो रहेछ घाम ताप्ने बस्ने मिठो कुरा गर्ने माया प्रेमका होइन मेरो बहिनी र मेरो बच्चाहरूको मेरो सानोहरूको फोटो सुटै सकेको छैन बा कम त बेर भएन पुरा भिडियो खिच्न थालिसकेको खिचेको मेरो आमाहरूको पनि यहाँ 24 घन्टा फोटोसुट चलेको चलेछ
गाह्रो छ क्यामेराम्यान हुनुको पीडा यही हो साथीहरू टिकटक बनाउनु पर्ने मेरी आमालाई टिकटक बनाउँदैछ त दामी फोटो खिचिसक्यौँ कि हामीले है अब यत्रोजना फोटो खिच्दैछ मजाले हाम्रो त्यहाँ फोटो खिचेर नआउने दामी फोटो आएपछि यस्तो रहर लाग्ने फोटो खिचे गर्न मन लाग्ने क्या उहाँ आमाहरूको पुतली ड्रिम अफ गार्डन है गाइज यस्तो दामी रहेछ है ठाउँ फोटो सुट सकेको छैन यस्तो दामी के भ्यू नि त्यो भ्यू हेरेपछि हजुरलाई फोटो हेर्नै पर्दैन क्या यस्तो बवाल मेरो मम्मीको पोस्ट टिकटक सानो मम्मीको भा हेर नाचिसे खुब रमाइलो भएछ अहिलेसम्म हाम्रो कराउँदै भइसक्यो यस्तो दामी के बच्चाहरू कता गयो कि छोराहरू फेरि क्यामेरा वरिपरि पर्दैन रहेछ है बा क्यामेराम्यानहरू पुरा पोज दिदी बा हाम्रो मम्मीको त के कुरा गर्नु बहुत रमाइलो भइरहेछ खुब रमाइलो छ हेलो ड्याड हेलो रमाइलो लाग्यो बिचरा भोक लागेको छ त जमजम हुन्छ यस्तो भोक लागेको छ कि कुरै छोडिदिन्छ है यस्तो भोक लागेको छ अब गएर खाजा खानु पर्ने कहाँ गएर खाजा खाने अब प्लानिङ गर्दैछौँ हामी अब सबै यहाँ भिडियो फोटो टिकटक बनाउनु बनाइसक्यो अब हामी सब हेरेर हाम्रो ग्याङहरू जम्मा भइसक्यो अब हामी कस्तो भयो एकदम रमाइलो भयो बबाल भयो लाइक सब्सक्राइब अनि एकदमसँग के गरिदिनु अब सेयर सब्सक्राइब अनि माया गरिदिनु अनि लाइक पनि गर्नुपर्छ सब्सक्राइब पनि गर्नुपर्छ को हुनुहुन्छ नयाँ मेरोमा जोडिनु भएको उहाँहरूले पनि सब्सक्राइब गर्नुपर्ने हुन्छ मेरो बच्चाहरू खोजेर अब जानुपर्ने हुन्छ है हामी त्यो साथीहरू है रात परिसक्यो यस्तो 6 बज्न आँटिसक्यो ओ माई गड हामी घरबाटै निस्किँदाखेरि 2:30 भइसक्यो थियो त्यही भएर चाहिँ यहाँ फर्किँदा नि ढिलो त भइहाल्छ होइन बच्चाहरू त पिङ खेल्न गएको थियो के अरे बा हेर सबै मोडल छ यहाँ त हाम्रो बाउ छोरी सबै आमा यहाँ अझै फोटो भिडियो खिच्न अझै अरू पुगेको छैन अरे मेरो आमाहरूलाई ओहो हाम्रो त फ्यामिली यस्तो पो छ त फोटो र भिडियो क्रेजी बाउ त फेरि भ्लग बनाएर हाल्ने गरायो बच्चाहरू भनिदिन्छ हामीलाई अनि यतिको बाउहरू चाहिँ हुनुपर्छ है कि कस्तो हो हाम्रो बच्चाहरू पिङ खेलेछ यहाँ पिङ पनि रहेछ साथीहरू घर जान नमानेर यत्रो बुढो भएको छोराछोरी नै हैरान कटाउँछ यहाँ हेर बच्चा जस्तो खेलेको भुनु त बच्चै हो हाइट उमेर्न सुनेको यत्रो ढ्याक्रे भइहाल्यो यहाँ अझै नि सकेन यार वाक्क लागिसक्यो साथीहरू मलाई त भोगले मर्नु आँटिसक्यो आयो हाई गर ओहो आयो दुईवटा हिरोहरू है तिमीहरूलाई आउन ज्वरो आउँछ है आमामा बोलेको छ ओहो कस्तो भयो रमाइलो भयो भोक लाग्यो खाइन अब ल खाजा खानुपर्छ के खाने हो ओहो दुईवटा नाति लिएर फोटो खिच्न पर्ने रे मेरो मम्मीलाई चाहिँ नाति होइन जेठो नाति कान्छो नाति भयो पोसीको हातमा समाते दुईवटा नातिहरू भगवान् त्यहाँ जेठी छोरी क्यामेराम्यान बाउ छोरी छुट्टै व्यस्त छ यहाँ मेरो आमालाई बिचरा यहाँ झोला पकाउन लगाएर तनाउँछ अल्छी लागिसक्यो है भोक लागेन साँच्चै भोक लागेन रमाइलो भइरहेको बिचरा भोक चाहिँ भित्र लाएर औडा भइसक्यो होला अब खानुपर्छ केही बाहिरतिर निस्केर अब स्कुटर हाम्रो फेरि उता छ क्या कहाँ खाजा खाने अब प्लानिङ गर्नुपर्छ है साथीहरू के खान्छन् हामी देखाउँछौँ त्यो पनि बत्ती बल्यो है बत्ती बलेपछि बेलुकाको छुट्टै रमझम हुँदैछ ओहो लाइट साइड बाले चाहिँ कस्तो राम्रो देखेको रमाइलो भइरहेको छ मलाई त हेरेर जानै मन लागिरहेको छैन कस्तो यस्तो पिस लागेको क्या बस्नुलाई चराहरू कस्तो मजाले चाङचाङ चुनचुन गरेर आएको छ बत्ती बलिरहेको छ झलल बलिरहेको छ हाम्रो घर परिवार त यस्तो रमाइलो गर्न पाएपछि रात दिन गएको केही थाहा पाउँदैनन् गाँठे रमाइलो भइरहेको छ बच्चाहरू दुईवटा चलिरहेको छ हानाहान गर्छ कि हो दाजुभाइ लड्या गर्छन् बेला बेलामा फेरि माया प्रेम पनि देखाउँछ तर दामी छ क्या ठाउँ त जे होस् सोचे जस्तै छ होइन जे होस् मैले यस्तै सोचेको थिएँ लाइक देख्न त देखिरहेको हो कि तर म आएको चाहिँ थिइनँ कि देख्न त देखिरहेको म आएको थिइनँ तर बहुत रमाइलो भएको आज मेरो दिन बितेको थाहा नै पाएन उता सङ्ग्रहालय गएको भन्दा यहाँ रमाइलो लाग्यो मैले के हो कि नाइ ड्याड मेरो बाउ त खालि मास्क लाउने अरे ह्यान्डसम भएर क्या आमामा मेरो बाउलाई चिसो भयो अरे मैले त पुरै अझै घुम्नु भ्याएकै रहेन छु क्या यतातिर झन् राम्रो रहेछ जाने बेला त झन् दामी चिजहरू देखिरहेको क्या मैले त यहाँभित्र पनि त्यस्तै रमाइलो रहेछ कस्तो राम्रो हो साथीहरू अघि मैले त्यतिर यादै नोटिसै नगरेको घर फर्किने टाइममा पो याद गरेको दामी लाग्यो दामी मेरो मम्मीले फेरि यहाँ भिडियो खिच्यो फोटो खिच्यो भनिदिन्छ है अब कहिले फोटो खिचेर नगाउनु सायद मेरो आमा मात्रै हो कि हजुरको आमा पनि होला प्लिज कमेन्ट गर्नुहोस् मेरो यस्तो आमाको कस्तो छ नक्कल पार्नुपर्ने रमाइलो त हुन्छ लाइक यहाँ चाहिँ क्याफे रहेछ होइन ल यस्तो डेट सेट आउन मजा हुने चाहिँ है गाह्रो छ नि हामीलाई पनि दामी लाग्यो है पिस लाग्यो क्या
सबजना आउनु ड्रिम अफ गार्डन घुम्नुहोस् इन्जोय गर्नुहोस् होइन रमाइलो गर्नुपर्छ अब भोक लागिसकेको छ खाजा खानुपर्छ खै फोटोसोटो अझै नि खिचिभ्याएको छैन के गरेको लास्टै फोटो खिच्नुपर्छ लास्टै फोटो खिच्नु थालेको 2 घन्टा हुन लागिसक्यो अघि उतातिर त्यो नारायणको दरबार के भयो त्यहाँभित्रको त्यहाँ फोटोसोटो क्या मोबाइलहरू केही अलाउड रहेनछ खिच्न नि पाइएन अब हामी यतातिर फोटो खिच्नु थालेपछि दिन गएको पनि थाहा पाएन रात गएको पनि थाहा पाएन के दामी फुलेको लालीगुराँस हो कि के हो यस्तो लालीगुराँस जस्तै आयो भाइटमा सेम होइन साथीहरू लालीगुराँस जस्तै भाइ सेम तर लालीगुराँसको यस्तो त हुँदैन पात होइन तर फुलको यो डिजाइन त सेम लालीगुराँस कस्तो है दामी पिस छ हौ जग्गा त पिसफुल लाग्यो दामी छ दामी गाइस बत्ती बलिस झन् दामी देखेको हामीले एक्सप्लोर गरिरहेको छु ठाउँको होइन कोही कोही मन पनि पर्न सक्छ मन नपर्न पनि सक्छ नि त कति प्रायः मान्छे सबैजना आइसक्नु भएको हुन्छ किनकि यहाँ नआउने मान्छे कमै छ क्या प्रायः जो पनि आइरहेको हुन्छ नि त यहाँ अब कहाँ जाने त भन्दा काठमाडौँभित्र चाहिँ घुम्नमा एकदम नजिक सजिलो रमाइलो चाहिँ हामीले ड्रिम अफ गार्डन हो अब हामी घर जान पर्ने हुन्छ अघिदेखिको घर जान पर्ने हुन्छ भनेको यहाँ फोटो खिचेको अघिदेखिकै मेरो मम्मीहरू तेरिका जाउँ भनेको जानै खोजिसिन्न त मेरो बच्चाहरू एउटा हेर्छ चुक गरिरहन्छ मेरो छोरो त भाइ साह्रै कालो कान्छो छोरो साह्रै गोरो बास्केटबल खेलेर हप्सिस है मैले त पुरै हालिदिन्छु नि यो भिडियो पनि पुरै गरेर देखाइरहेको छ मेरो कान्छो छोरो त पुरा गोरे भएछ मेरो ठुलो छोरो चाहिँ पुरा बास्केटबल खेलेर हप्सी भइरहेछ खालि बल खेल्न जान्छ अनि मेरो भ्लगमा आउँदा कस्तो भइरहेछ कान्छो छोरो एकदम राम्रो अल्छिमा आएको थिएन होइन फर्स्ट टाइम होइन मेरो भ्लगमा पूजा बाबुले त मलाई अहिलेसम्म मेरो भ्लगमा ल्याइ चाहिँ होइन कति हेला गरिसिन्छ भन्छ हेला गरे होइन अब त्यो टाइम नमिले अब हामीले आमा छोराको एक दिन खतरा मुखबाङ भ्लग आउँछ है साथीहरू त्यो चाहिँ वेट गरेर बस्नुपर्ने हुन्छ है के कसो के खाएर च्यालेन्ज गर्ने के खाने र डिमान्ड गर्न यो चिज भन अनि म त्यही चिजहरू के खाने त पनि बस्छस् कि नै मुखबाङमा यो पनि च्यालेन्जमा 2,000 च्यालेन्ज 2,000 है साथीहरू अहिले भनिन्छ लिँदिन हौ लिँदैन ल लिन पाउँदैन दिएको पैसा नै कहिले लिँदैन पनि तर खेल्ने हो मुखबाङ च्यालेन्ज गर्ने हो टक्कलाएर मिठो चिज पिरो चिज बनाएर खानुपर्छ अनि बब्बाल हुन्छ बब्बाल साथीहरू अब हामी त सबै हाम्रो फोटो सुट सकिसक्यो अब चाहिँ सकेको हो होइन यतिको रमाइलो चाहिँ गर्न पर्ने हुन्छ स्याटरडे नै खतरा रमाइलो गऱ्यो होइन अब हामी चाहिँ यहाँबाट बाहिर निस्केर खाजा खान जाने हो मिठो खानुपर्ने भइसक्यो किनकि भोक लागेर यस्तो भएको कुरो छोडिदिन्छु यहाँ मेरो छोरो चाहिँ पुरा नाटक गरिरहेको छ अब हामी बाहिर निस्किन्छौँ है साथीहरू भिडभाड छ कि अब यहाँबाट मान्छेहरू प्रायः सबै ठमेल जानुहुन्छ नि त ठमेल एरिया अब हामी चाहिँ हेर्छ मलाई फेरि 2जना फेरि 2टा खै के गर्छु भनेर गएर हैरान कटाउने हैरान भनेकै नटेरी साथीहरू फेरि 2टा फोटो खिच्छु भने फेरि आएको मान्छे फेरि गयो क्या भित्रै अब के गर्ने होला साथीहरू के गर्ने लास्टै गाह्रो यिनीहरूसँग हिँड्न साह्रै गाह्रो अब चाहिँ म एक्लै हिँड्नु कि क्या हो साथीहरू प्लिज कमेन्ट गर्नु है अति अब भोकले मन आँट्छ कि ग्यास्ट्रिकले यस्तो हान्छ कि पुरा छोटी भरे ग्यास्ट्रिक गाह्रो भयो मलाई सुइले लगाउनु पर्छ क्या नर्मली मलाई अरूले भरे होइन मलाई ग्यास्ट्रिक भएर चाप्यो भने चाहिँ उसले हस्पिटल लानु पऱ्यो नि यिनीहरूले लानुपर्छ मलाई हस्पिटल चाहिँ यो 2टाले लान्छ हस्पिटल किनभने यिनीहरूले गर्दाखेरि हो अहिले मलाई ग्यास्ट्रिकको अताको चाहिँ 2टाले लानुपर्छ खर्च यिनीहरूले राति हस्पिटल हस्पिटल अस्ति ग्यास्ट्रिकबाट राति हस्पिटल भर्ना भयो दिदीलाई होइन त्यो ग्यास्ट्रिकको इन्जेक्सन लगाइदिएपछि कस्तो पाउँछ ग्यास्ट्रिकले बस्नु यति गाह्रो हुन्छ पुरै छोड्नु माइ गड मरिन्छ अब हामी खाजा डिनर हो साथीहरू अब के आमा 2टा आमा पाउँथ्यो पुरा जोडी ढुकुर जस्तो क्यासिनोतिर जाने हो कि साथीहरू क्यासिनोतिर क्यासिनो खेल्नु जाने हो कि बजेट झोलाभरि छ क्यासिनो जान पर्ने भयो आजलाई भयो जस्तो छ अब जान पर्ने हुन्छ क्राउड है काठमाडौँको है त्यो माहौल एकदम पुरै छोडिदिनु आएको रमाइलोको त होइन बब्बाले रमाइलो गरियो है साथीहरू बब्बाले साथीहरू काग त कहाँको जो त कुद्छ त यार अघि कति धेरै थियो क्या मैले क्यामेरा निकाल्दा हराएँ क्या बाप रे बाप अब यहाँ बास गाडीहरू भएर होला क्या पुरा भिडभाड छ नि बा
मजा आइरहेछ मजा। अब हामी दरबार मालपट्टि लाग्दैछौँ किनकि हामीले पार्किङ त्यता राखेका छौँ होइन। दरबार मलमा राखेका छौँ हामीले पार्किङ चाहिँ त्यहाँ गरेर राखेका छौँ स्कुटरहरू। कोही स्कुटरमा जाने कोही गाडीमा जाने। आज हामी अब कहाँ जाने के गर्ने कुरो छोड्यौँ। हामी त्यही सेको बाइकतिर जाने भयो खाजा खाना साथीहरू फाइनल्ली होइन। कहाँ जाने भने डिसाइड गर्न कम गाह्रो। हामी दरबार मालमै रलमल डिनर जस्तै भयो अब। डिनरको लागि हामी दरबार माल जाने भयो किनभने कहाँ जाने रलमल पर्छ भिडभाड। अब यहाँ त दरबार मालमा छौँ हामी। अब हिँड्नै पऱ्यो। हाम्रो त ग्याङै ठुलो छ साथीहरू। मान्छे डराउँछ चाहिँ क्या हो ग्याङ ठुलो देखेर। होटलवाला त रमाउँछ होला, बायाँ मान्छेहरूले त आत्मिन्छ होला क्या। पुरा हाम्रो एक फौज छ, एक ग्याङ। चिलपारामा हिँड्ने रमाइलो गर्न त कसैले सक्दैन होइन। बेलुका भयो खुब रमाइलो लाग्छ यार दरबारमा मलाई। ओहो हिरोइनीहरू ल्याएर मोडलहरूको खुट्टा धोएर साथीहरू मोडलहरू। मेरो त कस्तो बोल्दा एनर्जी लस्ट भइसक्यो किनभने भोग लगाएर क्या लास्ट गाह्रो भएर चाहिँ भोग लगाएर हिँड्न पनि नसक्ने अवस्थामा छु। कुदै गर्छ कतिको टाढा छ अझै। ओ माई गॉड 2 किलो आइसक्यो फाइनली। यस्तो भोक लागेको छ मजा आइसक्यो। ल हिँड चलो सेको आइदिएर बाउ आमाहरू एकदम सुस्त हिँड्छ यार। यस्तो गाह्रो भएको छ भोक लगाएर कतिखेर के खानु भइसकेको छ। म यस्तो भएको छ कि पुरै छोडिदिन्छु। ल जल्दी। यस्तो हिँडेछ कि 4 घन्टा हिँडेछ। हाइकिङ भन्दा चर्को भइरहेछ हौ। खतरा हिँड्यो ल आज चाहिँ खतरै। यस्तो मस्तो मलाई त कहिले हिँडेको थिएन। भरे चाहिँ उठेर हिँड्न सक्दैन थाहा भइसक्यो। नमस्ते। अब कहाँ बस्ने यहाँ डिसाइड गर्नुपर्ने भयो होइन। अलिक ठुलो छैन बस्नु बाहिर बस्नु मजा आउँछ। पुग्दैन नि यहाँ त होइन। मिलेर कस्तो काखमा बस्ने मिलेर भनेको काखमा बस्ने हो कहाँ बस्नु न। अलिकति हामी 8जना छौँ नि त। 6जनाबाट 6जना बस्नु मिल्छ। अलिक स्पेस मजाले भएको ठाउँमा बस्नु त। जे होस् गाह्रो छ गाह्रो। ल अब हामी खाजा मगाउँछौँ के खाने हो। अब डिनरै भन्यो नि भयो किनभने यस बेला भइसक्यो 6 बज्न आँटिसक्यो। ड्याडी हो मनबाट उता। अब हामी जाने बस्ने मस्तो पाराले। अब म बस्न पाउँदैन कस्तो स्वर्ग गएको कस्तो फिल भएको यार। कस्तो भइरहेछ कस्तो आनन्द रिलिफ भएको यार। 4 घन्टा हिँड्यो होला आज 4 घन्टा। ओ माई गड। हेलो दिपो म्याम प्लिज के अर्डर गर्ने हेरेर अर्डर गर्नु। बच्चाहरूलाई अर्डर गरिदिउँ पहिला फर्स्ट अफ अल होइन। मम भोक लागेको छैन मेरो मम्मीको झोला बा के कुरा गर्नु। सबैजना पुरा गलेको छ हौ भोकले गाह्रो छ त हौ। बच्चाहरू अब यहाँ खाना सुरु भइसक्यो। भुराहरूको आइसक्यो। यहाँ आमाहरूको त्यो अब स्न्याक्सहरू त केही छैन लाइक बियर मात्रै रेडी भइसक्यो। बा कस्तो भइरहेछ ड्याड। ओहो यो धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ है साथीहरू। के बिर्सिराख्यो साथीहरू। फेरि नराम्रो म्यासेज जान्छ नि त मान्छेलाई। अब खाना मन लाग्ने त खान्छ नखाने त होइन। आइसक्यो चटपट आयो चटपटी स्पाइसी एकदम यस्तो खमखम भइसक्यो है। स्पाइसी पुरै मिठो आइसक्यो। अब खानु पर्ने हुन्छ। भटाभट हाम्रो खानेकुराहरू आउँछ अनि खानु पर्छ। मेरो बाउला बा क्या हतार परिरहेको छ यार। मोज भइरहेछ सबजनालाई। मोज भएन मेरो आमा सिरियस छ हो किन हो कुन। रेडी भइसक्यो लगभग खानेकुराहरू आइसकेको छ। पोर्क सेकुवा है यो त्यही गाइजहरू ल हेर्नुहोस्। बच्चाहरूले खाना सुरु गरिसकेको छ सबजना। अब यहाँ रमाइलो भइरहेको छ। ल खाऊ है भटाभट। फेरि अहिले तिमीहरू फेरि भागमा पुग्ला। अब अरू अझै आउनु बाँकी नै छ है। फ्यामिली टाइम है यो चाहिँ फ्यामिली टाइम आज फुल्ली फ्यामिली टाइम। गुड सैटरडे फैमिली टाइम।
लास्ट टाइम मिठो लाग्यो मेरो चट्टो भएर खानुपर्छ क्या कहिले काहीँ होइन कन्टिन्यू त्यो अब सधैँ खानु त राम्रो होइन जस्तो लाग्छ समटाइम खाना फ्यामिलीहरूसँग बसेर रमाइलो गर्नु त त्यस्तो ठुलो कुरा लाग्दैन खानुपर्छ मरि लानु केही छैन आज मऱ्यो भोलि 2 दिन साथीहरू अब मर्दाखेरि अब जोगाएर राखेर चाहिँ लानु मिल्दो रहेछ छोडेर जाने हो त्यही भएर खाने गम्की गम बिरयानी नै आयो यहाँ बच्चाहरूको डिमान्ड भयो बिरयानी खानु पऱ्यो मेरो छोरालाई अब तेलम्पालमा खतरा खानुपर्छ ल अब मोमो पनि आयो हाम्रो एउटा गर्दै सर्भिस गरिरहनु भएको छ आएको आइछ हानेछ सब टोलीहरूले मम्मीलाई बिरयानी खानु मन पऱ्यो अरे मोमो आयो फेरि नेपालीहरूले मोमो नआयो भने त त्यो मजै हुँदैन बब्बाल छ मोमो त दामी लाग्यो है मलाई यहाँको सेकुवा पनि मिठो थियो है मोमोमै मिठो रहेछ चनाचो पनि मिठो छ म त हातले खानुको मजा छुट्टै लाग्छ मोमो खाएँ ल अरे अब यस्तो मात्रै मुखबाङमा लिएर आउनु पर्ने रहेछ क्या खाएँ ल अरे मुस्ताङे आलु आयो साथी हाम्रो मुस्ताङ आलु ल मुस्ताङ आलु खानुहोस् त कस्तो छ मिठो हो ल अरू सबैजना ट्राई गर्नुहोस् त मुस्ताङे आलु तातो मिठो हो नि त खाना त जाडोमा तातो मजा हुन्छ त्यो खाना अलिक ढङ्ग पुऱ्याएर खानु पऱ्यो कि मेरो भ्लगलाई दोष दिए यार अहिले आएर रिभ्यू दिनुहोस् त प्लिज म्याम त्यो बियर मुखमा हाल्दा चाहिँ ठिक हुन्छ अरे आया हौ कस्तो छ मिठो छ ल ल नुन आफै थपेर खाऊ कस्तो छ दामी छ हो तपाईँ त दिपाती राख्दाखेरि चित्त बुझ्दैन क्या गाईको भने दिनभरिको थकानलाई चाहिँ अलिकति अब के अरू खानु पाएको छैन नि त ए अरूहरूले दिइराख नि त ऊ यसरी खाना यस्तो मन लाग्छ कि साथीहरू है यस्तो है यस्तोमा है सेकुवामा मापसमा पर्छ भनेर यति कन्ट्रोल आलु खाएर बस्नु फेरि आइसक्रिम आयो आइसक्रिम आक्कु गर्छ त के हो भेराइटीहरू त अघि सब बच्चालाई कराउँदै थियो ठुलो मान्छे नि सँगसँगै बसेर खान थाल्यो है के हो यो मेरो कान्छो छोरालाई पर्नु पिर्बरी हो छुट्टै ठाउँमा बसेर खानलाई जान लाग्यो क्या हो आइसक्रिम बा ठिकठाक बनाउन पाएन अरे पुरा छ त साथीहरू हामी चाहिँ अब हुन्छ है रमाइलो भयो है अब एकछिन चुपाइदिनु किनेर नि पावा आउँछ कि अब हामीले खानपिन सब भइसक्यो चपाचट पुरा क्लियर भइसक्यो अब अलिकति एकजनाको बियर बाँकी छ चपाचट स्न्याक्स जति अब तातो पानीमा झरिसक्यो होइन मैले तातो पानी नै खाएको साथीहरू अब किनकि नापसमा परिन्छ भने पार्न पाइयो जिन्दगीमा कसैसँग डरादिनँ म मामैसँग डराउँछु अब यतातिर भिडियो चाहिँ इन गर्न पर्ने हुन्छ है आजलाई यतैतिर बन्द गर्ने हो कि हामी ल साथीहरू ल गुड नाइट है सबैजना राम्रोले बस्नु होला फेरि पनि नेक्स्ट भोलि फेरि यसरी कन्टिन्यू ल्याउनु छु भोलि ओके बाई